यो अमेरिकामा रहेकी रश्मि पनेरुलाई हेर्दाखेरि चाहिँ जुन उनको श्रीमानले आरोप लगाउनु भएको छ नि, हो उनको श्रीमानलाई हेर्दाखेरि यो फोटो हेर्नुहोस् त गाइस ल, एउटा सोझो श्रीमानलाई फसाए जस्तो लागिरहेको छ के, किनभने उनको फोटो हेर्दाखेरि उनी कति सोझा रहेछन् भन्ने कुरा। ल यो दुईटैको फोटो हेर्नुहोस् है, यहाँनिर चाहिँ श्रीमान कति सोझा छन् के, श्रीमती चाहिँ अलिक टाटीबाटी होला जस्तो छ कि, अलिकति हेर्दा पनि अलिकति श्रीमान भन्दा पनि श्रीमती अलिकति एजेड देखिरहेको। यो फोटोमा हेर्नुहोस् त ल, श्रीमान एउटा सामान्य के साधारण व्यक्ति के हुन्छ नि। अब हामीले कहिलेकाहीँ देख्दाखेरि चाहिँ के भन्छन् नि, यो तपाईँको के अरे सामान्य के एकदम सोझो जस्तो देखियो कि श्रीमान हो। रश्मि पनेरुलाई हेर्दाखेरि चाहिँ उनी अलिकति टाटीबाटी नै होलान् जस्तो छ कि, पहिलादेखि नै उनको यो कन्सेप्ट हो कि के हो, तर उनले चाहिँ अलि स्वार्थकै लागि चाहिँ उनलाई युज गरेको जस्तो देखियो कि गाइज। ल हेर्नुहोस् त ल यो भिडियो ल।